बिहान ब्रेकफास्ट चाहिँ 8 बजीको हुन्छ, टी ब्रेकहरू हुन्छ, लन्च टाइम 1 बजी होइन, 2टा टी ब्रेक र लन्च टाइम, त्यस पछाडि बेलुका डिनर पनि आउनुपर्छ। र अब यहाँको टोयलेट यहाँ बाहिर छ, 2टा टी-सर्ट सवारी छ। पश्चिम बर्दिया हो। म चाहिँ रेनी परियोजनामा जनकपुर प्रेस भएर सवारी चालकको रूपमा काम गरिरहेको छु र म यो सवारी चालकको रूपमा कार्यरत छु। धन्यवाद। नमस्कार, म जयराम पाखरी। म चाहिँ विश्व हेर्दासमा कोशी पत्रकार अनि विगतको कुरा गर्नु न सानो परियोजनामा म सवारी चालक। म चाहिँ गोविन्द श्रेष्ठ साइमा सवारी चालकको रूपमा काम गर्छु विगत 2013 सबैजनालाई नमस्कार। म भागीरथ नेपाली सुर्खेत सानो परियोजनामा ड्राइभर तथा सवारी चालकमा कार्यरत 2005 महिना भयो। नमस्कार, मरियम गुरुङ, घर सुर्खेत, सवारी चालक, इन्स्योर परियोजना हेटौँडा। सबैजनालाई नमस्ते। मेरो नाम देवराज राई, भोजपुर हो। म चाहिँ टिटिडीको कार्यक्रममा सञ्चालकको रूपमा काम गर्छु। विगत चाहिँ टिभीएसमा थिएँ, त्यसको छोडेर फेरि टिटिडीमा काम। गत 1 वर्षभित्र म चाहिँ टिटिडीमा सबैलाई नमस्कार। देउबाको म देउबाको 11 महिना प्रोजेक्टमा सकेको थिएँ। अहिले 2 महिना भयो, 12 महिना भयो। मेरो नाम चाहिँ बलराम चौधरी लालबर्दिया। अहिले चाहिँ म आइडब्ल्युआरएमको सुर्खेत। सबैलाई नमस्ते। मेरो नाम रामजी चौधरी, घर चाहिँ हो। म कर्णाली प्रदेश हुम्पी हेरेटा छु। नमस्ते सबैलाई, म प्रकाश बहादुर भए, घर चाहिँ मेरो कञ्चन थियो। म सवारी चालकमा सुर्खेतमा आइडब्ल्युआरएममा काम गर्छु। नमस्ते सबैजनालाई, मेरो नाम कविता राज छ। म प्रोफेसनल सवारी चालक चाहिँ होइन, म सानोमा सिनियर अपरेसन अफिसरको रूपमा काम गर्छु। नमस्ते सबैजनालाई, म हसलाम हजुर। म यो सानो सानो कार्यक्रममा चाहिँ हाम्रो सुर्खेत देशमा चाहिँ एडमिन फाइनेन्स गर्छु। सबैजना मेरो नाम चाहिँ तारा थापा, मेरो घर सुर्खेत। म चाहिँ फेरि छोरीको स्थान कार्यक्रममा चाहिँ पण्डितमा रहेर काम गर्छु। यहाँ सबैजनासँग एकैचोटि भेट भयो, एकदमै खुसी पनि लाग्यो। थ्याङ्क यू। सबैजनालाई नमस्कार। मेरो नाम इस्माइल पन्त हो। मेरो घर चाहिँ अहिले घटाडी छ। म अहिले सुर्खेतमा आइडब्ल्युआरएम प्रोग्राममा अस्ट्रेलियन आइटी अफिसरको रूपमा चाहिँ काम गर्छु। मेरो नाम फतेमा छ, मेरो घर चाहिँ इलाम। म चाहिँ रेनी परियोजना सवारी चालक पश्चिम प्रदेशमा रहेर काम गर्छु। सबैजना नमस्कार। म निता गोपाली, मेरो घर मकवानपुर जिल्ला काठमाडौँ नगरपालिका। म चाहिँ सामी कार्यक्रममा कन्टेन्ट प्रदेश अन्तर्गत सवारी चालकको रूपमा कार्यरत छु 2020 मा। नमस्ते, म राजेश तालवर, घर चाहिँ हेटौँडा, काम चाहिँ तपाईँको पोखरा इन्स्टिच्युटमा काम गर्छु। 2017 देखि चाहिँ ट्राफिक ट्रेनिङ। नमस्कार, म सनी बहादुर गुरुङ। मेरो घर चाहिँ धरान हो। म 2012 देखि टिभीएसमा काम गर्थेँ। अहिले 2014 पछि चाहिँ म सामी हेर्दासमा बागमती प्रदेशमा सवारी चालक। मेरो घर चाहिँ सर्लाइस होइन, सामीमा सवारी चालकको रूपमा काम गर्छु। मेरो नाम चाहिँ मानबहादुर थिए। म चाहिँ विकास केन्द्रीय कार्यालयमा सवारी चालकको रूपमा काम गर्छु। म चाहिँ मेरो व्यवसाय सरलाई हो। कन्ट्री अफिसमा ड्राइभर रूपमा काम गर्छु। सबैको नमस्कार। म सरुण बाबु साथी। नमस्कार, म
नेपाल जान्छु है कम्प्युटर्स पनि आउँछ तर मलाई यो अहिले परिचय सरलाई किन रिक्वेस्ट मैले गरेँ भनेदेखि पछि पनि अलिकति भन्न आओस् न भनेर क्या कुरो पैसा चाहिँ होइन परिचय गर्दा त पछि याद त्यो क्लासले परिचय लगाउँदै होइन हामी चाहिँ नेपालमा त्यो एउटा आवाज होस् भनेर पनि होइन कहाँ कहाँ पढाउनुहुन्छ थाहा पाउँ पनि भनेर हो। म प्रेम ओझा, म पनि मेरो घर पनि पश्चिम हो, सुदूरपश्चिम गुल्टी। म देवदाई र मुकेश दाई जुन अफिसमा काम गर्नुहुन्छ त्यही अफिसमा म आफै काम गर्छु सोलिदिएर हुन्छ होइन उहाँहरू केमा काम गर्नुहुन्छ भने चाहिँ विशेष उहाँहरू टिटिटिभी भन्ने एउटा पर्यटन सम्बन्धी पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको त्यही हो। मिठो गरी परिचय दिनु त्यो ऊर्जा अझै बाँकी रहेछ। सबैलाई मेरो फेरि पनि नमस्कार छ। यहाँ यो चाहिँ गुरुजीहरूको तालिममा आएर के 2 शब्द राख्नु होइन कस्तो गाह्रो। अनि यो तालिमको महत्त्व कति छ भन्ने चाहिँ भोलि देखिन्छ कि भोलि साल तपाईँको अफिस ठप्प हुन्छ होइन भन्नाले यहाँको कामको महत्त्व छँदैछ। अब मलाई जस्ट 2टा कुरा भन्न मन लाग्छ। कहिले यो लाग्ने हाम्रो यो ड्राइभर दाइहरू दिदीहरू टिम लिडरलाई भन्न प्रोजेक्ट म्यानेजमेन्टलाई भन्न फन्ड अफिसलाई भन्न अब चाहिँ तालिममा यस्तो कुरा आछ भनेर भन्न अझ सजिलो हुन्छ होइन। अस्ति यस्तो भावे हुन्थ्यो भन्नु अलिक गाह्रो अब चाहिँ तालिममा यस्तो कुरा आछ। म स्वागत गर्छु मात्रै भने होइन त्यस कार्यक्रममा उपस्थित अब प्रेम सर दल सर प्रशिक्षकज्यू सबै सहभागीज्यू सर्वप्रथम त विराटनगर हामी कोशीमा बस्छौँ हुनाले हामी कोशीबाट बाहिरबाट होइन यहाँ आउनुभएको छ सुदूरपश्चिमबाट आउनुभएको छ कर्णालीबाट आउनुभएको छ रिमिलीबाट गण्डकीबाट हामीले सहभागीसँग कसरी कन्ट्रोल गर्ने र त्यसलाई कसरी ब्रेक लगाउने कसरी लाउने अथवा नलगाउने भन्नेको बारेमा हामी जानकारी गराउँछौँ। इन्टरसेक्सन सेक्सन हामी चोकमा पुगिसकेपछि 4 किसिमका बाटोहरू आएर जोडिन्छ। त्यो बेला चालकले के गर्ने भन्ने खालका यो तपाईँको भेकल चलाइरहनु पर्छ है, गाडी चलाइरहनु पर्छ। रेड लाइट कतिजना ल हेर्नुहोस् रेड लाइट भन्दा कतिजना चाहिँ यतिखेर चलिराख्नु भएको छ है त। अब जो चल्नुहुन्छ रेड लाइटमा उहाँहरू चाहिँ बस्ने है हुन्छ। ल ग्रिन लाइट ल मुभ 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 अलिक फास्ट अलिक फास्ट फास्ट फास्ट। रेड लाइट कतिजना चल्नु तपाईँको श्रीमान श्रीमतीसँग तपाईँको छोराछोरीसँग तपाईँको झगडा भएको छ है, तपाईँको भनाभन भएको छ, अन्त तपाईँको भारी भएको छ, तपाईँलाई रिस उठिराखेको छ। त्यो रिस आइनबाट जानुहोस् है, उठिराखेको छ। तपाईँ गाडी लिएर निक्लिनु भयो अनि निक्लिने बेलामा तपाईँको सुपरभाइजरले फेरि फोन गरेर के भनिरहेको छ त्यहाँ होइन फर्की होइन अर्को ठाउँमा जा भनेर भनिरहेको छ है। जुन ठाउँको लागि तपाईँ हिँड्नु भएको छ त्यहाँ क्यान्सल गरेर फेरि तपाईँलाई त्यो ठाउँमा फेरि गइरहेको छ है। त्यो गइरहेको छ त्यो मनमा लिइराख्नु ग्रिन लाइट है। अनि तपाईँलाई के भन्छ यति बेला रिस उठिराखेको छ, रिस उठिराखेको छ, तपाईँलाई एकदम रिस उठिराखेको छ। सबैले मेरो कुरा कसैले बुझ्दैन, घरमा पनि यस्तै छ, अफिसमा पनि यस्तै छ। मलाई चाहिँ त अनि भन न म त मान्छे